मात्रै छ यो सुसुला मात्रै हो एकैचोटि एउटा फ्रेममा दुईटा भएको त उफ्री गरे यस्तो गर्नुहुन्छ यस्तो ह्याप्पी सेकेन्ड एनिभर्सरी इन्दिराको सेकेन्ड एनिभर्सरीमा हजुरलाई स्वागत छ। हामी भोलि सेकेन्ड इन्दिरा आइभिएफको सेकेन्ड एनिभर्सरी मनाउन गइरहेका छौँ। त्यसैको लागि हामीले यो बेलुन सबै लगाएर यसो टिलिक्क पारेर चम्काएर राखेछौँ हामी यहाँ पुरै। र हाम्रो रिसेप्सन भयो। आहा कस्तो राम्रो ड्रेस लगाएर बसेको, के को तयारीको लागि यो तपाईँले यस्तो राम्रो हाम्रो इन्दिराको सेकेन्ड एनिभर्सरी भएर ए अनि तपाईँहरू त्यसमा के गर्नुहुन्छ यस्तो टिलिक्क परेको ड्रेस लगाएर? डान्स अनि डान्स गर्दैछु भोलि। ए तपाईँ पनि डान्स नै गरिदिनुहुन्छ? हजुर। ए हस् ल, अब हाम्रो अब फेरि अर्कैतिर लागौँ। यहाँ को हुनुहुन्छ पालै पालो सबैको मनको कुराहरू बुझ्नेछौँ हामी यहाँ आज। हेलो नमस्कार अनिल सर। हजुर भोलिको लागि कतिको उत्सुकता हुनुहुन्छ भोलिको प्रोग्रामलाई लिएर? त्यस पेट्रोल भोलि प्रोग्राम जानलाई हामी पेट्रोल दिने छैनौँ। यही 10 मिनटको दूरीमा रहेछ। तपाईँ हिँड्दै आउनु ल, पानी खाएर यस्तो हिँड्दै आउनु है। ढल्की मल्की नगरिकन होला, ढल्की मर्की नगरिकन। हामी अब हाम्रो यहाँ फार्मासिस्ट मिथिलेश सर हुनुहुन्छ, उहाँसँग सोधौँ भोलि के गर्नुहुन्छ उहाँ प्रोग्राममा। हेलो नमस्कार। नमस्ते। ल भोलिको लागि के छ हजुरको प्लान? भोलि इन्दिरा आइभिएफको सेकेन्ड एनिभर्सरी रहेछ नि, त्यसको लागि चाहिँ के सोच्नु भएछ? भोलिको लागि अब भिजिटरलाई म्यानेजमेन्ट गर्नुपर्ने हो मैले, होइन? हजुर। भोलि मेरो बिदा पनि छ, होइन? हजुर। हो यसो रुमबाट एकदम चिटिक्क परेर आउला। म एकदम भोलिको लागि धेरै उत्साहित छु। ए धन्यवाद। अनि तपाईँले कस्तो फिल हुँदैछ? हामी सेकेन्ड एनिभर्सरी पनि आइपुग्यौँ, अब तेस्रो वर्ष पनि लाग्छौँ हामी, त्यसको लागि केही भन्न चाहनुहुन्छ? यस्तै राम्रो प्रगति गरोस्, होइन? अब अर्को वर्ष पनि अझै सफल आओस् रिजल्ट, होइन? त्यसको लागि अग्रिम शुभकामना। प्रिपेयर छौँ र हामी अब भेन्यूमा जाँदैछौँ। सबै साउन्ड सिस्टमको लागि तयारी के छ? भोलिको लागि सब रेडी छ, सब रेडी भइसक्यो। भेरिफाई गर्न मात्र जान्नेछौँ। भोलि के हो? डेकोरेसन, सेकेन्ड एनिभर्सरी इन्दिरा आइभिएफको सेकेन्ड एनिभर्सरी। सेकेन्ड एनिभर्सरी बर्गर पार्टी। ह्याप्पी सेकेन्ड एनिभर्सरी भन्नु पर्यो नि। इन्जेक्सन फेरि चलाउनु भएको थियो। अब हामी यहाँ डाक्टर ज्योतिको ओपिडीमा छिर्दैछौँ, उहाँको पनि मनको भावनाहरू बुझ्छौँ। हेलो नमस्कार डाक्टर। हेलो नमस्ते डाक्टर। अब आज हामी त भोलि चाहिँ हामी इन्दिरा आइभिएफको सेकेन्ड एनिभर्सरी मनाउँदैछौँ, होइन? अब तेस्रो वर्षमा पनि लाग्दैछौँ, त्यसको लागि तपाईँ कतिको एकदमै उत्सुक हुनुहुन्छ? त्यसलाई लिएर के गर्नुहुन्छ? भोलिको प्लान के छ? कसरी म्यानेजमेन्ट गर्ने, होइन? केही भन्न चाहनुहुन्छ? भोलिको लागि चाहिँ म एकदम एक्साइटेड छु, होइन? मेरो यो फर्स्ट टाइम इन्दिरा आइभिएफको एनिभर्सरी मनाउँदैछौँ। होपफुल्ली यो राम्रो हुन्छ, होइन? हामी सबैजनाले एकदमै मेहनत गरेका छौँ, आफ्नो काम सकाएर आफ्नो एक्स्ट्रा टाइममा हामीले आफूले के गर्ने भनेर टिमवर्कमा गरिरहेछौँ। सो होपफुल्ली इट विल बी अ ग्रेट। थ्याङ्क यू।
थ्याङ्क यू डाक्टर। ल अब यहाँ हाम्रो हुन्छ सुस्मिता दिदी एमआरडीको होइन, अब उहाँको पनि मनको अलि भावना बुझौँ न, भोलि उहाँ के गर्नुहुन्छ यसो केही छ र? म प्रोग्राममा केही गर्न त गर्दिनँ, तर सबैमा म हेर्ने काम र सबै त्यो गर्छु। त म यति धेरै एक्साइटेड छु कि यो कुरालाई भोलि चाहिँ एकदम सफल बनाउन हामी सबै लागि परेको छौँ। ए हस् ल, थ्याङ्क यू। ल अब हाम्रो उहाँ हुनुहुन्छ मार्केटिङको मिस्टर प्रहलाद सर, अब उहाँको पनि मनको भावना बुझौँ न थोरै। नमस्ते सबैजनालाई। हामी इन्दिरा आइबिएफको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरिरहेका छौँ भोलिबाट। अत्यन्तै हर्षको दिन छ हामी सबैको लागि। इन्डियाबाट नेपालसम्म एउटा शाखा विस्तार गरेर इन्दिरा आइबिएफलाई यो उचाइसम्म पुर्याउन योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति म नमन व्यक्त गर्न चाहन्छु। र भोलिको कार्यक्रम साँच्चै नै विशेष हुनेछ र साँच्चै नै ऐतिहासिक हुनेछ। हामी सबैको आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण मेहनतहरू हामीले गरिरहेका छौँ। सम्भवतः मैले कार्यक्रमलाई होस्ट गर्ने, मलाई जसमा लाग्छ इफ आइ एम नट रङ, होस्ट गर्ने भनिएको छ र म आफ्नो कार्यकुशलता पनि देखाउने कोसिस गर्नेछु र सँगसँगै कार्यक्रमलाई औपचारिक रूपमा भव्य र सभ्य बनाउने हामी सबैको जमर्को हुनेछ। धन्यवाद। ओ माइला, यहाँ हेर्नु न कस्तो पार्टी हुँदैछ भोलिको कार्यक्रमको लिएर त। यहाँ आज तपाईँहरू यहाँ के को पार्टी मनाउँदै हुनुहुन्छ? अघि आउँछ भने सोद्धाखेरि कस्तो लजाउनु? भोलिको प्रोग्रामको लागि तयारी हुँदैछ। अहिलेबाट एनर्जी स्टोर गर्दैछौँ। ल थ्याङ्क यू। अब अलि डाक्टर सन्तोषको पनि मनको कुरा बुझौँ न। भोलिको कार्यक्रमलाई लिएर कतिको जागृत हुनुहुन्छ भने, एक्साइटेड कतिको हुनुहुन्छ भने? इन्दिराको सेकेन्ड एनिभर्सरी हामी एकदम सुपर एक्साइटेड छौँ भोलिको प्रोग्रामको लागि है त। सबैलाई अग्रिम शुभकामना। थ्याङ्क यू डाक्टर। ल उहाँ चाहिँ हुनुहुन्छ हाम्रो पूजा दिदी। हजुर भोलि केमा पार्टिसिपेट गर्नुभएछ? डान्समा कुन सङ रहेछ तपाईँको? नेपाली मिक्स छ, 6वटा नेपाली मिक्स। यानि कि भोलि चाहिँ फुल इन्जोयमेन्ट हुनेछ है। उहाँ चाहिँ राज सर अब खानामा बिजी हुनुहुन्छ। के सोधौँ उहाँ भन्नुहुन्छ अब नभने अलिकता त भनिदिनु पर्यो नि सर। जनता जान्न चाहन्छ। हस् ल, उहाँ अब खानामा बिजी हुनुहुन्छ, भोलि सोधौँला उहाँसँग। अब हामी यहाँ जुनियर डाक्टरको रुममा छिर्दैछौँ, उहाँ के गर्दै हुनुहुन्छ आउँ हेरौँ र उहाँको पनि मनको भावना बुझौँ। ओ उहाँ त पुरै व्यस्त हुनुहुन्छ। हेलो नमस्ते डाक्टर साहेब। नमस्ते म्याम। हजुर अब आज भोलि त हाम्रो इन्दिरा आइबिएफको सेकेन्ड एनिभर्सरी रहेछ नि, त्यसको लागि हजुरको के प्लान छ, के गर्नुहुन्छ भोलि, त्यसको बारेमा अलि केही भन्न सक्नुहुन्छ भने अलि हामीलाई बुझाउनु न। मेरो चाहिँ सरप्राइज पोएम रहेको छ है त भोलिको लागि। लेट्स सी टुमारो। थ्याङ्क यू है। यहाँ सिनियर फार्मासिस्ट कहाँ लाग्दैछौँ र स्टोर म्यानेजमेन्ट पर्सनसँग केही कुराकानी गर्छौँ। उहाँको के छ प्लान भोलिको? आज पनि एकदमै बिजी हुनुभएछ, काम गर्दै थाक्नु पनि भएछ। ल भोलिको लागि के छ हजुरको प्लान? भोलिको लागि पहिला हामी बिहान अफिस आउने, आफ्नो इन्दिरा आइबिएफ मेन सेन्टरमा आउने, त्यहाँ गएर त इन्जोयमेन्ट हुन्छ नि। एकदमै इन्जोय गर्नु पर्यो। यस्तो हुन्छ कि झकास बबाल। धन्यवाद। ल एकदमै इन्जोय गर्नेछौँ हामी। ह्याप्पी न्यू इयरको साथसाथै हाम्रो सेकेन्ड एनिभर्सरी पनि रहेछ। हामी 1300 वर्षमा लाग्दैछौँ। मिलिजुली काम गरौँ, आफ्नो टिमलाई स्ट्रङ बनाऊँ, रिजल्ट प्रति फोकस गरौँ, अनि फ्युचरमा यस्तै हामी सँगै रहोस्, यस्तै एनिभर्सरी सेलिब्रेसन कन्टिन्यू रहोस्। थ्याङ्क यू। ल हामी छोड्छौँ ल। धन्यवाद। सानो सबैको मनको कुराहरू हामी सुन्यौँ होइन। अब भोलि फाइनलमा के भइरहेछ भने हामी यही भिडियो मार्फत हजुर अगाडि प्रस्तुत गर्नेछौँ। सो आजको लागि धन्यवाद। बाई बाई। 3, 2, 1। हेलो गाइज, फाइनली आज चाहिँ हामी इन्दिरा आइबिएफको एनिभर्सरी प्रोग्राममा हामी प्रेजेन्ट भइसकेका छौँ। हिजो उहाँ सरले सोध्नु भएको थियो कि प्रत्येक व्यक्तिको मनको भावनाहरू, इच्छाहरू, अर्थात् इन्दिरा आइबिएफको एनिभर्सरी प्रोग्राममा कसको रोल के छ भन्ने विषयमा हिजो कुरा भएको थियो। अब उहाँले भनिदिनुहुन्छ आजको विशेष प्रोग्राम के छ। आज विशेष फाइनलीमा हामी उपस्थित भइसकेका छौँ।
हेलो नमस्कार ह्याप्पी एनिभर्सरी हाम्रो आज इन्दिरा आइभीएफको सेकेन्ड एनिभर्सरी रहेको छ अनि हामी आज प्रेजेन्ट डेमा आइपुगेछौँ आज फाइनल डे हाम्रो होइन आज के कार्यक्रम रहेको छ भने हामी प्रस्तुतिद्वारा देखाउनेछौँ होइन सो लेट्स गो ओके सिक्ने अब स्टेज सिक्ने सबै सिक्ने हो हेलो स्टेपहरू हान्ने सबै वेलकम वाउ कतिको सुन्दर है हेलो दिदीहरू सन्चै हुनुहुन्छ हजुरहरूको आज के जिम्मेवारी परेको छ हाम्रो चाहिँ आज रेजिस्ट्रेसन रेजिस्ट्रेसन यानि कि हामीलाई पनि एन्ट्री गर्नुपर्छ है ए हस् ल मेरो नाम चतुर्भुज कुमार गुप्ता हस् थ्याङ्क यू है नमस्कार नमस्ते आज कार्यक्रमलाई लिएर कतिको एकदमै उत्सुकता जनाउनु भएछ होइन अनि तपाईँले आज के म्यानेज गर्दै हुनुहुन्छ कसलाई के रोल छ होइन एकचोटि बुझाइदिनु न म चाहिँ एकदमै एक्साइटेड छु यो किनभने हाम्रो इन्दिराको सेकेन्ड एनिभर्सरी हो त्यसकारण मैले चाहिँ यसमा एकदम रोल डक्टरले चाहिँ मलाई चाहिँ म्यानेजमेन्टको रोल दिनुभएको छ यसलाई चाहिँ मैले आफूले सक्दो प्रयास सबै गरेको छु केही छुटपुट हुन सक्ला त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु तर मैले आफ्नो बेस्ट दिएको छु यसमा ए धन्यवाद अब यही हाम्रो अब तपाईँहरू प्रोग्राम पनि हेर्दै गर्नु के कस्तो हाम्रो प्रस्तुति रहेछ यहाँ होइन साथसाथै यहाँ मनोरञ्जनको पनि सुविधा रहेछ अनि डिनरसम्म पनि पुग्नेछौँ हामी लास्टमा है हस् धन्यवाद डाक्टर ज्योतिसँग कुरा गरौँला हामी हेलो डाक्टर ज्योति हेलो सन्चै हुनुहुन्छ एकदमै आरामै अब त हाम्रो प्रोग्राम सुरु हुन्छ होइन तर अलिकता थाहा भएन कति बजेदेखि सुरु हुन्छ भने यसो जानकारी गराइदिनु न अब विदिन सर्ट पिरियड अफ टाइम यो सुरु हुन्छ एकैछिन धौर्य गरेर बस्नु होला ए हस् ल थ्याङ्क यू ओहो डान्स गर्ने म्याडमजी सन्चै हुनुहुन्छ अनि कतिको प्रिपेयर हुनुहुन्छ त डान्स गर्नलाई ठिकै रमाइलो हुन्छ नि आज हजुर हस् ल धन्यवाद प्रवीण सर कस्तो राम्रो देख्नु भएको त के यस्तो के हो यो कस्तो राम्रो रे पहिले चिया खान्छु ल यहाँ हाम्रो चियाको पनि व्यवस्था रहेछ हट वाटर चियाको व्यवस्था रहेछ ठिक छ यो चिया चाहिँ यसरी बनाउनु रहेछ है हजुर आज विशेष के छ कि एकदमै चिटिक्क पर्नु भएछ आजको विशेष भनेकै हाम्रो इन्दिरा आइभीएफको सेकेन्ड एनिभर्सरी होइन अब यस्तै त हो नि अब चिटिक्क त बनेर आउनु पऱ्यो नि हस् ल अलिक थोरै मैले नाच्नुपर्छ Good evening, everyone. I was really not prepared for this. I'm glad to be here. Indira IVF success created. That's the reason I was here. ए अहिले डान्स गर्नुपर्छ नि फेरि पेटमा हल्लिएला फेरि ओके त्यसै गरी आसन ग्रहणकै क्रममा हाम्रो यस संस्थाका आदरणीय अतिथि महानुभाव प्रिय परिवारजन तथा मित्रहरू आज काठमाडौँमा इन्दिरा आइभीएफ नेपालले आफ्नो 2 वर्ष पुरा गरेको छ नपरोस् र दुःख भोग्नु नपरोस् Yes, I want to thank every family, every member of this Indira IVF family. Thank you so much.
नमस्ते, गुड इवनिंग। मैं हिंदी में बोलता हूँ क्योंकि इंग्लिश तो बोल के थक गया, चलो तो मैं हिंदी में बोल लेता हूँ। मेरा नाम श्रीनिवास है, मैं मुंबई में रहता हूँ और मैं इंदिरा IVF इंडिया में काम करता हूँ फॉर द इंटरनेशनल बिजनेस। तो एक्सपेंशन मेरा काम है, इंडिया के बाहर जो भी एक्सपेंशन वो मैं करता हूँ। मञ्चमा आई सम्मान ग्रहण गर्न आग्रह गर्दछु। और है अब नई हवाओं की सोहबत बिगाड़ देती है, नई हवाओं की सोहबत बिगाड़ देती है, कबूतरों की खुली छत बिगाड़ देती है। नई हवाओं की सोहबत बिगाड़ देती है, कबूतरों की खुली छत बिगाड़ देती है। बच्चों, बचा के रखना मोहब्बत के फेर से खुद को, बचा के रखना मोहब्बत के फेर से खुद को, ये अच्छे अच्छों की हालत बिगाड़ देती है। अरू पनि छ। ना ही हमें पीने का शौक था, ना ही पिलाने का शौक था, ना ही हमें पीने का शौक था और ना ही पिलाने का शौक था, हम तो सिर्फ नजर से नजर मिलाने का शौक था। डॉन करके जॉन वाले का डॉन जॉन वाले डॉन तिमीलाई आउँछ घन्टी मलाई हतार भइसक्यो I think I found it now. What I've been looking for. Isn't it beautiful? It's got my head all up in the clouds. I think I found it now. Everything I want might be a miracle. I know I'm never coming down. I don't gotta worry about a single thing. फाइनली आज हाम्रो इन्दिरा IVF को एनिभर्सरी पनि सकियो। सो कार्यक्रमहरू पनि राम्रो लागेको छ। सो तपाईहरुलाई सबै भिडियोहरू हामी प्रस्तुत गर्नेछौँ। हाम्रो चतुर्भुज सर के भन्न चाहनुहुन्छ?
ल अब फेरि यस्तै तेस्रो एनिभर्सरीमा पनि हामी यही आउनेछौँ र यस्तै रमाइलो गर्नेछौँ सबैको चाहनाहरू पुरा गर्नेछौँ ल धन्यवाद